हेलो एभ्रिवान, सम्पूर्णमा मेरो नमस्ते। शताब्दी आज म तपाईँहरू समक्ष एउटा माछा माइडिन मलेसियाको माछा भिडियो लिएर यहाँसँग उपस्थित भइसकेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ। हेर्नुहोस्, यहाँ माछा धेरै आइटमहरू छ। यहाँनिर यस्तो खालको आइटमको छ, यस्तो खालको आइटमको छ, यो खालको आइटम पाउँछ। माछाको आइटम धेरै प्रकारको पाउँछ, जसमा तपाईँहरूले कुन खालको माछा चाहियो त्यसको लागि सम्पर्क गर्न सक्नुहुन्छ हामीहरूलाई। यो खालको माछा एकदम अत्याधिक राम्रो खालको छ। तपाईँहरूले अझै हेर्नुहोस्, यो खालको हेर्नुहोस्, यो पनि अझै राम्रो खालको माछा हो, बुझ्न सक्नुहुन्छ। साथै यो खालको पनि छ। हेर्नुहोस्, यहाँ हेर्नुहोस्, विभिन्न प्रकारको माछाको आइटमको लागि तपाईँहरूले हाम्रो यो माइडिन मार्केटलाई सम्झनु होला। र 2096 प्राइस कैसा है मछली का? वो भी बताओ। ज़्यादा नहीं, खाली 1 किलो का 16 रुपये है। इसका दाम ज़्यादा नहीं, कम है। लेकिन ये तो नेपाल में फेमस है, कॉमन मछली है। ये नेपाल में भी मिलता है, मिल सकता है नेपाल में, लेकिन अभी ये खाने के लिए बहुत अच्छा है, खूबसूरत होता है। इसलिए आप लोग से मैं दिखा रहा हूँ इधर क्या बहुत आइटम का मछली इधर से मिल सकता है। अभी इधर देखो, इधर यो खालको माछा हेर्नुहोस्, यो खालको पनि छ, धेरै खालको माछा छ। यो जेनिया यो महँगो छ, धेरै महँगो छ। तपाईँहरूले लिन सक्नुहुन्छ। यसको स्वाद पनि एकदमै सन्तुष्टि छ, एकदम टेस्टी छ क्या। त्यसैले गर्दाखेरि हजुरहरूलाई चाहिएमा र त्यस्तो आवश्यक परेमा हाम्रो माइडिन मार्केटलाई सम्झनु होला भन्दै मेरो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।